कस्तो लजाउने कि तिमी त छ्या। जेन्जी बाबाको जय, जेन्जी बाबाको जय, जेन्जी बाबाको जय। भन भक्तजन हो, के छ तिमीहरूको समस्या? मलाई आज भोलि धेरै रिस उठ्छ बाबा, सानो सानो कुरामा रिस उठ्छ। यसको उपाय भनिदिनु पर्यो बाबा। उपाय त म भनिदिन्छु बालक, तर रिस चाहिँ किन उठ्छ नि तिमीलाई? त्यही थाहा नभएर त सोध्न आएको नि। तपाईँ गए किन आउँथे? अहिले बाबा सभा नभनी ठोकिदिन्छु है। हो रहेछ बालक, तिमीलाई त साँच्चीकै सानो सानो कुरामा रिस उठ्दो रहेछ। यसो गर, तिमी 5 मिनट लामो सास फेर, म 10 मिनट पछि कुरा गर्छु ल तिमीसँग। तिम्रो समस्या चाहिँ के छ बालक? मेरो समस्या गम्भीर छ बाबा। भन न त बालक, जस्तो सुकै गम्भीर समस्या भए नि यो जेन्जी बाबासँग त्यसको समाधान हुन्छ के? तपाईले जस्तो सुकै समस्याको पनि समाधान गर्न सक्नुहुन्छ? अफकोर्स बालक, त्यही भएर त म जेन्जी बाबा हो नि। ल त्यसो भए हिजो मेरो 1000 रुपियाँ हराएको थियो, कसले चोर्यो भन्नु त ल? चोरले चोर्यो नि बालक, अरू कसले चोर्छ र? चोरको नाम भन्नुस् भनेको। चोरको नाम जानेर के गर्छौ बालक? अहिलेसम्म त त्यसले तिम्रो पैसा खाएर पनि पचाइसक्यो होला। ए बाबा पनि पैसा कसरी खान्छ हौ, हुँदो कुरा गर्नु न। मेरो मतलब तिम्रो पैसा त्यसले खर्च गरिसक्यो भनेको के बालक? तपाईलाई कसरी थाहा भयो खर्च गरिसक्यो भनेर? कि तपाईले नै चोरेको उसको पैसा? मूर्ख बालक, यो के भन्दैछौ तिमी? मैले आजसम्म एउटा पेन्सिल पनि चोरेको छैन। उसको पैसा किन चोर्छु म? किनकि पैसाले गाँजा किन्न सकिन्छ तर पेन्सिलले किन्न सकिन्न नि त बाबा। के रे, तिमीले मलाई गाँजा खाने जस्तो देख्यौ? तपाईँ गाँजा खानुहुन्न र? अरू बाबाहरूले त फुकिरा हुन्छ त। म अरू बाबा जस्तो हो त? म मेरो भक्तजनहरूको सेवा गर्नलाई बाबा बनेको हो, गाँजा खोक्नलाई होइन। ल ठिक छ, त्यसो भए म शिवरात्रिमा चेक गर्न आउँछु है त तपाईँलाई। शिवरात्रिमा तिमी आफै झ्यापमा हुन्छ होला, बाबालाई के चेक गर्छौ? के गर्नु साथी, गाँजाको नशै त्यस्तो छ, जति तान्यो त्यति तानौ तानौ लाग्छ। यहाँदेखि निस्केपछि तान्नु पर्छ ल तिमी र म। ए बालक, म तिमीलाई बिन्ती गर्छु, मेरो आश्रममा आएर गाँजाको कुरा नगर प्लिज। ल ल बाबा सरी, म गाँजाको कुरा गर्दिन। अब रक्सीको कुरा गरौँ न त है। ओ ब्रो, तिमी बढी हुँदैछौ है। समस्या छ भने सोध, नत्र जाउँ यहाँबाट। समस्या त छ नि ब्रो, तर अहिले सोध्दिन, एकछिनमा सोध्छु। अब म सोध्छु त्यसो भए। सोध बालिके, जे सोध्नु मन छ सोध। सोध्नु मन त छ बाबा, तर लाज लागिरहेछ। लजाउनु पर्दैन बालिके, साथी सम्झेर सोध। साथी? यस्तो बुढो बाबालाई कसरी साथी सम्झिनु? के हुन्छ त सम्झिँदा? तिमीलाई साथी सम्झ पो भन्नु भएको त, बुढा सम्झ भन्नु भएको हो र? तिमीले भनेर हुन्छ? तिमी को मेरो डिसिजन लिने? म तिम्रो हुनेवाला। हुनेवाला के? नोकर? नोकर होइन ऊ मालिक। म हुनेवाला मालिक, अनि तिमी चाहिँ मालिक नि। नोकर त राखौला नि बाबालाई। ए अज्ञानी बालक, तैले मेरो धेरै अपमान गरिस्, अब म तँलाई यहीँ भस्म गरिदिन्छु। माफ गरिदिनुहोस् बाबा, मलाई भस्म नगर्नुहोस्। मेरो घरमा सानो सानो चल्लाहरू छ, म भस्म भयो भने तिनीहरूलाई चारो कसले दिन्छ? ओ ब्रदर, एक्टिङ राम्रो छ तिम्रो, पछि गएर एक्टर बन्छौ तिमी। मेरो आशीर्वाद छ तिमीलाई। के बोले भाइ? लौ हेर त, तिमी बाबा कि म बाबा? म हुँदा हुँदा तिमीले आशीर्वाद दिनुपर्छ। तपाईले दिएको आशीर्वाद त लाग्नु पनि पर्यो नि। अस्ति एक्जाममा पास हुन्छौ भनेर आशीर्वाद दिनु भएको होइन? झन् 4-4वटा विषय लाग्यो मलाई। गजब बेइज्जती। अनि केही नपढी गएपछि फेल हुँदैन त? पास हुनलाई त पढ्नु पर्यो नि। पढेरै पास हुनु थियो भने त म पढिहाल्थे नि। त्यही पढ्न नपरोस् भनेर त तपाईको आशीर्वाद मागेको नि। ओके, बाबाको आशीर्वादले कहिले काम गर्दैन। अस्ति मलाई पनि तिम्रो लभ पर्छ है भनेर आशीर्वाद दिनु भएको थियो, अर्को दिन त सबै केटीले ब्लक गरिदिएछ मलाई फेसबुकमा। भयो तिमीहरूको? अब म बोलौँ? बोल न त, कसले मुख थुन्देको छ र तिम्रो? उनीहरूको कुरालाई ध्यान नदेऊ बालिके, तिम्रो समस्या भन। मलाई ठुलो पिर परेको छ बाबा। म दिनरात मेहनत गरेर टिकटकमा भिडियो बनाउँछु, तर भ्युज नै आउँदैन बाबा। अब म के गरौँ? यो कसरी हुन सक्छ? यति राम्रो मान्छेको पनि भ्युज आउँदैन र? भिडियो चाहिँ कस्तो बनाउँछौ नि बालिके? म सिलाइ बुनाइको भिडियो बनाउँछु बाबा। हे, सिलाइ बुनाइको भिडियो बनाएर कहाँ भ्युज आउँछ त नि? गेट रेडी विथ मी भिडियो बनाऊ, मिलियन्समा भ्युज आउँछ। म पनि फलो गर्दिउँला। ए बालक, नचाहिँदो सल्लाह नदेऊ त। सोशल मिडियाले गर्दा त्यसै हाम्रो चेलीबेटीहरू बिग्रिसकेका छन्, तिमी झन् बिगार्ने कोसिस गर्छौ। ओके, मैले त आइडिया दिएको हो, नलिने भए मलाई बाल। तिमी चिन्ता नगर बालिके, मेहनत गर्दै जाऊ, एक दिन भ्युज अवश्य आउँछ। पक्का आउँछ नि बाबा, मैले अरू केही प्रदर्शन गर्नु पर्दैन नि। आउँछ बालिके आउँछ, मेहनत गर, तिमीले फल अवश्य पाउँछौ। जा अब एउटा फलको लागि कसले मेहनत गर्छ हौ? दोकानबाट किनेर ल्याउने नि। फेरि बढी बोलिस्, भस्म गरिदिउ तँलाई। तपाईँ त भस्मै डन हो कि क्या हो? खाली भस्म गरिदिन्छु मात्र भन्नुहुन्छ त। बाबा 10 मिनट भन्नुभयो होइन, 20 मिनट भइसक्यो। अब त भन्नुहोस् मेरो रिसलाई कसरी कन्ट्रोल गर्ने? सजिलो छ बालक, अबदेखि जब जब तिमीलाई रिस उठ्छ तब तब मलाई याद गर, अनि आँखा चिम्लेर जेन्जी बाबा आउनुहोस् मलाई बचाउनुहोस् भनेर 3 चोटि भन, तिम्रो रिस आफै शान्त हुन्छ बालक। अनि भएन भने चाहिँ के गर्नु नि बाबा?
किन हुँदैन अवश्य हुन्छ मेरो नाम जपेरै अस्ति एकजनाको बच्चा भएको छ के सोचेको तिमीले नाम जपेर बच्चा कुन टेक्नोलोजी हो यो नेपालमा बनेको टेक्नोलोजी हो अरू कतै पाइँदैन नाम जपेर पनि बच्चा हुन्छ र बाबा हुन्छ नि बालिके तर अरूको होइन मेरो नाम जप्नु पर्छ अनि मात्र हुन्छ किन सोधेको तिमीलाई पनि बच्चा चाहियो भने भन है मलाई पनि चाहिएको छ कस्तो पागल मान्छे हौ म आफै बच्चा छु मलाई बच्चा किन चाहियो अच्छा बच्चा रे हेर्दा त दुईटा छोराछोरीको आमा जस्तो देखिन्छ त ओ ब्रो तिमी यहाँ जिस्किनु आएको मान्छे यहाँ समस्या लिएर आउँछ तिमीलाई जिस्किनु लाज लाग्दैन चिल ब्रो चिल एक बारको जिन्दगीमा घरि जिस्किँदा के हुन्छ त घरि होइन तिमी अघिदेखि जिस्किरहेछौ तिम्रो पो समस्या छैन होला हाम्रो त छ नि के बोले भाइ मेरो समस्या छैन रे मेरो समस्या सुन्यो भने त तिमी उफ्रेर बाबाको काखमा पुग्छौ के हो त्यस्तो समस्या सुनाउन त लु तिमीलाई किन सुनाउनु म बाबालाई सुनाउँछु नि भयो बालक नसुनाऊ तिम्रो समस्या सुनेर उल्टै मलाई समस्या हुन्छ जस्तो छ त्यस्तो भनेर कहाँ हुन्छ बाबा भएपछि भक्तजनको समस्या त सुन्नु परिहाल्यो नि भन दोस्त तिम्रो समस्या भन मेरो समस्या के हो भने नि बाबा हरेक रात मेरो सपनामा एउटा हात्ती आउँछ अनि उल्टै मलाई ओइ हात्ती भनेर जान्छ यो कस्तो संकेत हो बाबा राम्रो कि नराम्रो संकेत त राम्रो नि हुन सक्छ नराम्रो नि हुन सक्छ बालक हात्ती चाहिँ कत्रो थियो नि ठुलो कि सानो ठुलो थियो नि हौ हात्ती नि सानो हुन्छ र मेरो मतलब बच्चा थियो कि माउ खोइ माउ थियो कि बाउ थियो त्यो चाहिँ मलाई थाहा भएन तर ठुलो थियो अनि सोच थियो कि थिएन हात्तीको थिएन सुँड पनि थिएन नाङ्लो जत्रो कान पनि थिएन घोडा जस्तो थियो हात्ती भयो घोडा जस्तो पनि हात्ती हुन्छ र थाहा रहेछ त हुँदैन भनेर अनि के सुँड थियो कि थिएन भनेर सोधिरहेको त हात्तीको सुँड हुँदैन अनि रिसाउनु पर्छ त नि तिमी मेरो गर्लफ्रेन्ड हो र रिसाको मसँग म तिम्रो गर्लफ्रेन्ड जस्तो देखिन्छु अहिले त देखिएको छैनौ तर सर्जरी गर्यो भने चाहिँ ठ्याक्कै देखिन्छौ अरे शिव यो मेरो आश्रममा के कुरा हुँदैछ यस्तै कुरा गर्ने भए निस्क मेरो आश्रमबाट समस्याको समाधान नगरी कता निस्क भन्नु भएको सुरुमा भन्नुहोस् मेरो सपनामा हात्तीले किन मलाई हात्ती भन्यो किनकि तिमी दिनदिनै मोटाउँदैछौ त्यसैले एक्सर्साइज गर नत्र सपनामा मात्र होइन विपनामा पनि हात्ती भन्छ तिमीलाई सबले एक्सर्साइज चाहिँ कहाँ गर्नु बाबा घरमा गर्नु कि जिममा गर्नु कि पार्कमा तिम्रो मर्जी बालक जहाँ गर्नु मन छ गर ल त्यसो भए म तपाईँको घरमा गर्छु ल मेरो घरमा किन अनि तपाईँले नि जहाँ गर्नु मन छ गर भन्नुभयो होइन ए मूर्ख बालक मेरो मतलब तिमीले आफ्नै घरमा गरे नि भयो जिममा गरे नि भयो पार्कमा गरे नि भयो भनेको के ए हस् बाबा हस् म आफ्नै घरमा गर्छु त्यसो भए बाबा म पनि एउटा प्रश्न गरौँ हुन्छ बालिके गर न हाम्रो भाग्यमा जे लेखेको छ त्यही हुन्छ भन्छ के यो सही हो बाबा होइन बालिके हाम्रो भाग्यमा केही लेखेको हुँदैन हामीले आफ्नो भाग्य आफै लेख्नु पर्छ के र बाउले भन्ने होला भाग्यमै सबै लेखेको भए हामीले यत्रो मेहनत किन गर्नु पर्थ्यो र बाबा मेरो पनि एउटा प्रश्न छ भन बालक के हो प्रश्न वाइ माइटोकोन्ड्रिया इज कल्ड पावर हाउस अफ द सेल के वाइ माइटोकोन्ड्रिया इज कल्ड पावर हाउस अफ द सेल यति धेरै जानेको भए म बाबा बन्थे त बालक तपाईलाई यति पनि आउँदैन यो त 7 क्लासकै बच्चाले भनिदिन्छ हौ बाबालाई के थाहा बाबा त नर्सरीमै रेस्टिकेट हुनु भएको थाहा छैन तिमीलाई नर्सरीमा चाहिँ कसरी रेस्टिकेट हुन्छ हौ के जे पाइते बोलेर जे पाइते होइन साँच्चै हो नर्सरी पढ्दा मिसले एम भन भन्दा बाबाले ओम भन्नुभयो रे त्यसैले निकाल्दै गरे के बाबालाई भनेपछि बाबा त बच्चैदेखि आध्यात्मिक हुनुहुँदो रहेछ है के को बच्चादेखि बाबा त जन्मिनु अघि नै आध्यात्मिक हुनुहुन्थ्यो नि जन्मिनु अघि चाहिँ कसरी थाहा हुन्छ हौ बाबा के मम्मीको पेट भित्र तपस्या गरेर बस्नुहुन्थ्यो र त्यो त मलाई के थाहा त्यो त बाबालाई सोध्नु पर्छ नि के यो कुरा साँचो हो बाबा चुप लाग अहिले तिमीहरू दुईजनालाई यहीँ गायब गरिदिन्छु है म साँच्चै बाबा ल छिटो गायब गरिदिनु त अनि हामी ब्याङ्क लुट्न जान्छौँ यस्तो साइकोहरूलाई किन बोलाउनुहुन्छ क्या बाबा आश्रममा तपाईँको नाम मात्र खराब गर्छ यिनीहरूले ब्रदर साइको चाहिँ नबना ल चिन्या छ म को हो चिन्या छैन के गर्छौ चिन्या छैन लु आउन त चिन्जान गरौँ माइसेल्फ भन्छ काले अनि तिमी ए नादान बालक जिस्केर जिन्दगी चल्दैन त तिमी कहिले सिरियस हुने म सिरियस भइसकेको छु बाबा अस्ति 104 डिग्रीको ज्वरो आएर म लास्टै सिरियस भएको थिएँ ए पागल मान्छे लाइफमा चाहिँ कहिले सिरियस हुने भन्नुभएको बाबाले म त सिरियस नै छु त तिमी नै सिरियस हुँदैनौ नत्र बिहे भइसक्थ्यो हाम्रो मलाई पागल कुकुरले टोकेको छ र बिहे गर्छु तिमीसँग ए मुख सम्हालेर बाबालाई पागल कुकुर भन्ने होइन है बाबालाई भनेको छु मैले कस्तो आधो मान्छे हौ बाबा यिनीहरूलाई निकाल्दिनु काम छैन यिनीहरूको आर यु कमेडी मी हामी बाबाको पुरानो कस्टमर हो हामीलाई निकाल्नु हुन्न बाबाले कस्टमर होइन के बालक भक्तजन भन न हौ कस्टमर नै हो बाबा स्कुलको फी भन्दा तपाईँको फी महँगो छ अनि हामी कसरी भक्तजन भयौं बात त सही है त्यसलाई फी भन्दैन के बालक गुरु दक्षिणा भन्छ गुरु दक्षिणा त आफ्नो खुसीले दिने होइन र बाबा बाहिर त 300 भन्दा कम नदिनु होला भनेर लेखेको छ त त्यो मैले लेखेको होइन बालक मलाई केही थाहा छैन ए साँच्ची तपाईँले कसरी लेख्नुहुन्छ र तपाईँ त नर्सरी फेल पो त है